सिधै कुरा गरौँ। सेयर बजार यति सजिलो हुन्थ्यो भने नेपालमा सबै ट्रेडर धनी हुन्थे क्या। तर रियालिटी के छ भने धेरैले पैसा कमाउँदैनन्, गुमाउँछन् मात्र मार्केटमा जहिले। नमस्कार, स्वागत छ नेप्से लोजिक ल्याबमा। आज म तपाईँहरूलाई मोटिभेसन बेच्न आएको होइन है। आज म मेरो बुझाइ र अनुभवको आधारमा नेपालको सेयर बजारको रियल पिक्चर देखाउन चाहन्छु है त। जब म सुरुमा बजारमा आएँ, म पनि इन्डिकेटर हेर्थेँ क्या। अरूले भनेको फलो गर्ने, इन्डिकेटर हेर्ने होइन। आरएसआई ओभरसोल्ड छ कि, एमएससी क्रस ओभर भएको छ कि छैन कि होइन, यस्तो कुरा ट्रेड गर्थेँ। नतिजा कहिले प्रफिट हुने, धेरै जसो चाहिँ कन्फ्युजन र लस मात्रै हुने क्या। त्यति बेला मलाई मार्केटै खराब लाग्थ्यो होइन। तर पछि बुझेँ प्रब्लम चाहिँ मार्केटमा होइन क्या, मेरो एप्रोचमा रहेछ। नेपालमा धेरैले सोच्ने भनेको चाहिँ के हो भने आइपिओले सजिलै पैसा बनाउँछ होइन। आइपिओ भएर आइपिओले सजिलै पैसा बनाउँछ। अनि एउटा इन्डिकेटर जानेको हुन्छ, अनि त्यो एउटा इन्डिकेटरले चाहिँ स्योर प्रफिट दिन्छ भन्ने हुन्छ क्या। अनि मेन कल्चर मैले देखेँ भने चाहिँ अरूको टिप्स फलो गर्ने क्या, यो किन त्यो किन भने अरूको टिप्स फलो गर्ने। यी सोचले चाहिँ मार्केटमा धेरै छिटो बाहिर निकाल्छ क्या मान्छेलाई। बाहिर निकाल्छ नै, भित्तामै पुर्याएर छोड्छ मार्केटले। तपाईँहरूलाई मैले मार्केटको रियालिटी बताउनको लागि बनाएको होइन। मैले बुझेको मेरो आधारमा चाहिँ मार्केटको पहिलो रियालिटी चाहिँ के हो भने मार्केट चाहिँ स्किल हो क्या। सेयर बजार चाहिँ जुवा जस्तो होइन क्या। र यो एकदम छिटो छिटो हुने सर्टकट पनि होइन। जस्तै अरू पेसा इन्जिनियरिङ, बिजनेस, टिचिङ सबैमा स्किल चाहिन्छ नि। अब दोस्रो रियालिटीको कुरा गरौँ। पैसा वास्तवमा कसरी बन्छ त? नेपालमा सेयर बजारबाट पैसा मुख्यतः तीन बाटोबाट बन्छ क्या। तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ पहिलो भनेको चाहिँ इन्भेस्टिङ हो होइन। फन्डामेन्टली स्ट्रङ कम्पनीहरूमा इन्भेस्ट गर्ने, प्यासेन्स राख्ने, यसको लागि चाहिँ वर्षौँ वर्ष लाग्न सक्छ क्या। दोस्रो भनेको चाहिँ ट्रेडिङ, सिस्टम भएकोमा इन्ट्री गर्ने, रिस्क कन्ट्रोल गर्ने, इमोसन कन्ट्रोल गर्ने होइन। र तेस्रो उपाय भनेको चाहिँ अब डिभिडेन्ड बोनसहरू खाने होइन। त्यो अलिक स्लो प्रोसेस हो, त्यसमा नि क्यापिटल प्रोटेक्सनतिर त ध्यान दिनुपर्छ। र तिनै कुरामा रिस्क हुन्छ है, तिनैमा रिस्क हुन्छ, ध्यान दिनु तिनटैमा पर्छ। अब तेस्रो रियालिटीको कुरा गरौँ। नेप्सेमा लस किन धेरै हुन्छ त? नेप्सेमा लस धेरै हुनुको कारण चाहिँ एकदम लो लिक्विडिटी स्टकहरू छ क्या। नेप्सेमा चाहिँ एकदम सानो स्मल क्याप भनौँ, स्मल क्यापहरू होइन। अनि ओभर कन्फिडेन्स धेरै भइदिने, नेपालीहरूको बान्ने हो नि त हाम्रो। सानो सानो कुरा पनि जम्प लिइहाल्छ नि त। अनि बिना प्लान ट्रेड गरिदिने, अर्को आज चाहिँ रिकभर गर्छु भनेर चाहिँ त्यस्तो मेन्टालिटी लिएर चाहिँ अनि रिभेन्ज ट्रेडिङहरू गरिदिने होइन। मार्केटले जबरजस्ती पैसा लिँदैन क्या। हाम्रै गलत डिसिजनको कारणले गर्दा चाहिँ पैसा लिइरहेको हुन्छ मार्केटले। चौथो रियालिटी भनेको चाहिँ इन्डिकेटरको साँचो भूमिकाको बारेमा छ क्या। इन्डिकेटर भनेको चाहिँ पैसा बनाउने मेसिन होइन है। इन्डिकेटर भनेको चाहिँ मार्केट बुझ्न सहयोग गर्ने एउटा टुल मात्र हो क्या। इन्डिकेटर बिना लोजिक प्रयोग गर्दा सिग्नल धेरै, कन्फिडेन्ट कम, कन्सिस्टेन्सी जिरो भएपछि इन्डिकेटर भन्दा चाहिँ मेरो अनुभवले चाहिँ के भन्छ भने लोजिक चाहिँ महत्त्वपूर्ण हुन्छ क्या। जहिले पनि इन्डिकेटर भन्दा लोजिक महत्त्वपूर्ण हुन्छ। के कारणले चाहिँ गर्दैछु भनेर चाहिँ मेन कुरा चाहिँ लोजिकै हो है। अब पाँचौँ रियालिटीको कुरा गर्दा चाहिँ लङ टर्ममा चाहिँ टिक्ने मान्छे कस्तो खाले मान्छे चाहिँ टिक्छ त? टिक्ने मान्छे चाहिँ को हुन्छ त लङ टर्ममा भन्दा चाहिँ मार्केटमा टिक्ने मान्छे भनेको डेली प्रफिट खोज्दैन क्या त्यो मान्छेले। अनि लस एक्सेप्ट गर्न सक्नुपर्छ क्या। मार्केटमा टिक्ने मान्छे चाहिँ लस हुन्छ नि त, लस एक्सेप्ट गर्न सक्नुपर्छ होइन। अनि प्रोसेसमा विश्वास गर्ने हो क्या। मार्केट चाहिँ कस्तो तरिकाले चल्छ भनेर प्रोसेसमा विश्वास गर्ने होइन। प्रफिट पछि आउँछ। पहिलो कुरा भने चाहिँ मार्केटमा सर्भाइभल हो क्या। आफू बाँच्दै नबाँचिकन, सर्भाइभै नभइकन क्यापिटलै गुमाएर त प्रफिट आउँदैन नि त। मेन कुरा चाहिँ सर्भाइभल हो क्या। यदि मैले छोटकरीमा भन्नुपर्ने चाहिँ मार्केट स्किल हो है, सर्टकट होइन। अनि इन्डिकेटर एक्लैले चाहिँ इनफ हुँदैन क्या, इन्डिकेटर मात्रै चाहिँ। अनि मैले देखेको चाहिँ के हो भने डिसिप्लिन बिना चाहिँ पैसा टिक्दै टिक्दैन मार्केटमा होइन। त्यही भएर मैले यही भन्न चाहेँ। रियालिटीहरू बताएँ मैले तपाईँहरूलाई। उम्, नेपाली सेयर मार्केटको रियालिटी चाहिँ हो क्या, मेरो अनुभवको आधारमा। र अब तपाईँलाई मैले के भन्न चाहेँ भने यदि तपाईँ चाहिँ टिप कल्चरबाट टाढा चाहनुहुन्छ होइन, कसले के टिप्स देला भन्दा पनि नेप्सेलाई लोजिकले बुझ्न चाहनुहुन्छ भने नेप्से लोजिक ल्याबलाई सब्सक्राइब गर्नु होला है त। अब म अर्को भिडियोमा चाहिँ तपाईँलाई ट्रेडिङ भर्सेस इन्भेस्टिङको नेपाली उदाहरणसहित बुझाउने कोसिस गर्छु है त। हस्, धन्यवाद।